आज माता तीर्थ औँसी अर्थात् आमाको मुखमा दिन सबैलाई धेरै धेरै शुभकामना। निरोगी रहनु, सबैजना हेर्नु, खुसी रहनु। यसो रुक्नु है। ए गिफ्ट ल्याउनु, गिफ्ट दिनु। के दिनुहुन्छ? ए मेरा पिल्ले नलिनु, के दिन्छ? चाहिन्न, यो त मसँगै छ। केही छैन मसँग फेरि भनेको माइ कता काटको चाहिन्छ? तपाईँको भयो नि तपाईँहरू नानीलाई सुन्नुहुन्छ? नरुनु त रुने के नरुनु काट्नु त काट। सरप्राइज है तपाईँले। धेरै धेरै धन्यवाद। मसँग तिमीहरूलाई भन्ने त केही नै शब्द छैन। मिसी छोरा आजको दिन पनि सँगसँगै भइदिएको भए कति रमाइलो हुन्थ्यो। मेरा छोराको पहिलो महिनाको कमाइबाट अनि छोरीको तर्फबाट छोराको तर्फबाट यति ठुला ठुला गिफ्ट ल्याउनु पनि भयो। म धेरै भाग्यमानी छु। मेरा यिनी खुसीका आँसु हुन्, त्यस्तो अन्यथा कसैले नल्याइदिनु होला। किनभने मेरो पनि आमा हुनुहुन्न। सायद मेरो आमा भइदिएको भए आजको दिनमा पनि यसै गरी रमाउँथ्यो, खुसी हुन्थ्यो होला। धेरै पीडा हुने रहेछ आमा नहुने अभागीलाई। देश विदेशमा रहन सम्पूर्ण दिदीबहिनी दाजुभाइलाई मैले आज एउटा के भन्न चाहन्छु भने आफ्नो बाबा आमालाई आज मुख औँसी दिन मात्रै विशेष कहिले नगराउनुहोस्। आफ्नो बाबा आमा भनेपछि हिन्दू भगवान हो। बाबा आमाको लागि छोरो विशेष दिन बनाउनुहोस् है। भन्छन् आफ्नो साथमा भएको चिजको महत्त्व कहिल्यै हुँदैन रे। जुन चिज आफूसँग छैन त्यो चिजको महत्त्व धेरै हुन्छ। त्यसैले बाबा आमालाई कहिले हेला नगर्नुहोस् है, मेरो बिन्ती छ। धन्यवाद।